एउटा सब्सक्राइबर भाइले बाटोमा भेटेर यस्तो कुरो भन्यो कि उसकै लागि भए पनि मिनी ब्लग बनाउनु बाध्य भएर ऊ भाइले मलाई त्यस्तो के भन्यो होला र मैले मिनी ब्लग बनाएँ। सो हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। आई होप तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै फिट एन्ड फाइन छु र आज चाहिँ लङ टाइम बाद चाहिँ म मिनी ब्लग हाल्दैछु र मैले सोचिरहेको थिएँ अब भिडियो बनाउनु छोडिदिनु पर्ला भनेर। तर मैले यसो आज बजारतिर डुल्दै गर्दाखेरि चाहिँ एउटा भाइले भन्यो दाइ च्यानलमा कहिले भिडियो आउँछ भनेर पनि सोध्दै थिइन्। त्यही हुनाले अब ल भाइकै लागि भने पनि मिनी ब्लग बनाउन सुरु गरेँ। सो अनि म चाहिँ यहाँ खासै यता बजारतिर आइरहेको थिएँ। बजारतिर आउँदाखेरि चाहिँ बुवाले यसो काम छ बसेँ भनेर एकछिन काम गरेर आरोनमा अलिअलि काम गरेर बाहिर निस्किनुपर्छ भनेर निस्केँ। अनि सुरज चाहिँ आज हस्पिटल जान्छु भनेर नि त, त्यही हुनाले हस्पिटल जानुपर्छ भनेको। हस्पिटल पनि अहिले एकछिनमा लागिन्छ। हल्का फुल्का काम त सकाउनु पर्यो नि त, पहिला आफूले सुरु गरेर काम सकाएर हस्पिटल पनि लाग्यो। खासै अलिअलि ज्वरो मात्रै आएर हामी यता हस्पिटल छिरेको हो। अनि हस्पिटल छिरेपछि छिटो छिटो काम सकाएर जानुपर्छ केटा, भिडियोहरू कमेडी भिडियोहरू पनि सुट गर्नु छ भन्ने चाहिँ अलिअलि फाइटको सिन थियो र त्यति सकाएर चाहिँ अनि हामी घरतिर लाग्यो।